हजुरहरू अहिले हेर्दै हुनुहुन्छ मात्र पूर्णिमा अफिसियल युट्युबमा नेपाली रोचक अनि मोटिभेसन कथाहरूको सङ्गारो पलासका फुलहरू। शून्यताको एउटा कुनामा बसेको छु, जसको न त छाया छ न उज्यालो। जहाँ म छु अर्थात् म छैन, शरीर बाँचिरहेको छ, तर आत्मा कहिल्यै बाँचेको जस्तो लाग्दैन। दिनहरू बित्छन्, समय त्यही रफ्तारमा दौडिरहेको छ, तर म एउटै स्थानमा रोकिएको छु। मौन, पिल्सिएको, थाकेको। यो मन एउटा चोटहरूको गुफा हो, जहाँ प्रत्येक भित्तामा म नबोलिएको पीडा लेखिएको छ। कसैले मलाई देख्न सक्दैन, किनकि म अभिनय गर्नमा माहिर भइसकेको छु। हाँस्न सक्छु म, खुसी देखाउन सक्छु म, तर त्यो सबै एउटा झुट हो, एउटा भ्रम, मात्र एउटा बहाना। म मरेको छैन भनेर प्रमाणित गर्नको लागि। कति पटक भनेको छु आफैले आफैलाई, सम्झाएको छु आफ्नै मनलाई, पक्कै पनि अब केही ठीक हुनेछ। तर आफैलाई झुट बोल्दा बोल्दा पनि थाकिसकेको छु। रात आउँछ, तर मेरा आँखाहरू बन्द हुँदैनन्। सिरानी भिज्छ र मन चिच्याउँछ। किन यस्तो भइरहेको छ? कुनै कारण छैन जस्तो लाग्छ, तर पीडा त्यसले कारण खोज्दैन। यो मन थकित छ, जीवनको हरेक प्रश्नहरूसँग लड्दा लड्दा। मर्न मन लाग्छ भन्नु मेरो कमजोरी होइन, मेरो जीवनको थकाइ हो। एउटा हार हो जुन दिनहुँ लडेको लडाइँबाट आएको निष्कर्ष हो। जुन माया कहिल्यै पाइन मैले, जुन समझदारीको आशा गरेको थिएँ मैले, त्यो सबै अधुरो रह्यो। र अब यो अधुरोपनले मलाई सिद्ध्याउने बाटोतिर डोर्याउँदैछ। कहिलेकाहीँ लाग्छ, यदि म चुरोटको धुवाँसरी कतै विलीन भएँ भने के कसैले सम्झिने थियो होला मलाई? के तिनीहरूले सोच्छन् होला ऊ कति पीडामा छटपटाएको थियो भनेर? तर फेरि मेरो मनको कुनाबाट एउटा सानो चित्कार आउँछ, अझै नजाऊ तिमी, किनकि तिमी अझै बाँकी छौ कसैको लागि। म चिन्दिन त्यो आवाज कसको हो, मनको हो कि जिउने आशाको, कि उनको हो? तर त्यो आवाजले मेरो आत्मालाई एकछिन रोक्छ र भन्छ, तिमी मरेर होइन बाँचेर जित्नुपर्छ।
तर त्यो सजिलो छैन। दिनहु बिग्रिएको सास फेर्छु। मनको अन्धकारसँग लड्नु, कहिलेकाहीँ आफैलाई काट्ने सोच आउनु, यो सब मेरो जीवनको युद्ध हो सायद। यो युद्धमा म एक्लो छु, तर कहिलेकाहीँ एउटा कविता लेख्दा या मनभित्रको पीडा पोख्दा कसैले म तिम्रो पीडा बुझ्छु भन्दा मैले एउटा जिउने बहाना फेला पार्छु। सायद म अहिले पनि त्यही बहाना खोज्दैछु। यही शब्दहरूमा, यही पङ्क्तिमा कसैले पढोस् भनेर, नट फर सिम्प्याथी। यदि तिमीले यो पढ्दैछौ भने र तिमीले पनि पीडाको भार बोक्दैछौ भने जानिराख, हामी दुःखमा एक्ला छैनौँ। मर्न चाहन्छु म, तर अझै म बाँचेको छु, किनकि म भित्र अझै पनि बाँच्न चाहने एउटा सानो आशा छ, जसले भन्छ एक दिन अवश्य आउनेछ, तिमी खुसी हुनेछौ। त्यो दिन आज होइन, तर त्यो दिन अवश्य आउनेछ।